अस्ति मेरो दिदीको घरमा चाहिँ डिजाइन गर्ने डिजाइनरले चाहिँ तपाईँको 16-17 पाइटा राखेर चाहिँ भर्याङ बनाइदिएको रहेछ होइन। ठाउँ नभएको भए त अब ठिकै छ, त्यसलाई अझ एडजस्ट गरेर क्रस लाइटिङ गरेर के गरेर स्टेप बढाउन सकिन्छ गर्नुपर्ने होइन। त्यहाँ मनग्गे ठाउँ थियो, अनि मैले चाहिँ 2टा खुड्किलो जति बढाइदिनुहोस् न भन्दाखेरि 2.5 तला त हो नि, मजाले उक्लिहाल्छ नि, के फरक पर्छ भन्दै थियो होइन। त्यो कसरी फरक पर्छ भने तपाईँको घरमा अलिकति उमेर बुढा पाका भइसकेपछि, जोर्नी दुखिसकेपछि हो यसरी ओर्लिनु पर्ने अवस्था आउँछ कि राइजर अलिकति अग्लो भयो भने। किनभने तपाईँको एउटा खुट्टाले टेकेर त्यो अर्को खुट्टाले टेक्न गइन्जेलसम्म चाहिँ थोरै त्यो जुन मुभमेन्ट कुर्नुपर्ने हुन्छ नि, त्यो मुभमेन्ट कुर्न नसक्ने अवस्थामा पुगेको हुन्छ जोडो दुखेर होइन। त्यसैले हामीले चाहिँ सकेसम्म तपाईँको भर्याङको राइजर चाहिँ अहिलेको भन्दा पनि पछि बुढेसकालमा चाहिँ होइन, हामी उक्लिँदा ओर्लिँदाखेरि चाहिँ एकदम इजी। जस्तो अब यो भर्याङमा हामी तपाईँको तलमाथि गर्दाखेरि कस्तो भर्याङ उक्लेको जस्तो फिलै हुँदैन होइन, सर्र आयो होइन, सर्र गयो होइन। तपाईँको चाहिँ यो भर्याङमा चाहिँ जुन उक्लिएर ओर्लिँदाखेरि चाहिँ जुन हामीलाई धपेडी पर्छ नि, त्यो चाहिँ लगभग एकदम न्यून 0 लेभलमा जस्तो हुन्छ। त्यसैले हामीले चाहिँ भर्याङ बनाउँदाखेरि चाहिँ अहिलेलाई भन्दा पनि अलिक पछिलाई सम्झेर बुझेर गर्दा अलि राम्रो हो कि जस्तो लाग्छ। कि कसो साथीहरू?